आज म एउटा धेरै रोचक एक्सपेरिमेन्ट गर्न गइरहेका छु। कृपया ध्यान दिएर हेर्नुहोला। यसमा के छ, आज यो ग्यास चुल्हा छ। अब म ग्यास बाल्न गइरहेको छु। ग्यास बल्यो। अब ग्यास बल्दा यसमा के हुन्छ, ग्यास भनेको के हो त, हाइड्रोकार्बन हो। यसमा मोस्टली प्रोपेन र ब्युटेन हुन्छ। जुन के हुन्छ, यसले बाल्दा अर्थात् यसको अक्सिडेसन हुँदा यो कार्बन डाइअक्साइड र वाटर मोलिकुलमा ब्रेक गर्छ। अब म यसमाथि एउटा यो पानीले भरिएको भाँडो राख्दैछु। अब हेर, अहिले त केही छैन, यहाँ कुनै पानीको ड्रपलेट्सहरू या मोइस्चर छैन। अब एकछिनपछि के होला, यसमा मोइस्चर्स बिगिन्स टु कम हियर। यहाँ हेर, अब यो मोइस्चरहरू आउन थाल्यो। ठिक छ, यो मोइस्चर कहाँबाट आयो त? यो आगोबाट नै आयो, ग्यासबाट आयो। ग्यासको जुन बर्निङले कार्बन डाइअक्साइड र H2O बनायो, त्यो H2O नै यहाँ अब के छ, यहाँ आउन थाल्यो।